30,000बाट तपाईहरुले ओसाकामा कस्तो रुम पाउनुहुन्छ त मसँग हेर्न जाउँ। तपाईहरुले यहाँ पाउनुहुन्छ सुरेक। यसमा लगभग पनि 10 वटा जुत्ता जति अटिन्छ। तपाईले यो रुममा शावर र टोइलेट बेचीमा पाउनुहुन्छ। यता लेफ्ट साइडमा पाउनुहुन्छ तपाईले शावर र राइट साइडमा पाउनुहुन्छ तपाईले टोइलेट। तपाईहरुले रुम भित्र छिर्नु भएपछि लेफ्ट साइडमा पाउनुहुन्छ किचन र तपाईले किचनमा एट्याच फ्रिज पाउन सक्नुहुन्छ र लेफ्ट साइडमा स्टोरेज र सामान तपाईले यहाँ पनि राख्न सक्नुहुन्छ। र तपाईले यत्रो ठुलो रुम पाउन सक्नुहुन्छ र यता आउँदा तपाईले पाउनुहुन्छ क्लोजेट र क्लोजेट सँगै तपाईले मेकअप गर्नको लागि यहाँ तपाईले ऐना पाउनुहुन्छ र तपाईले एसी र लाइट पनि पाउन सक्नुहुनेछ र यता साइडमा तपाईले बाल्कनी पाउन सक्नुहुन्छ र बाल्कनीको यतापट्टि तपाईले वाशिङ मेसिन पनि राख्न सक्नुहुन्छ र यतातिर तपाईले कपडा सुकाउन सक्नुहुन्छ। यदि तपाईहरु रुम खोजिरहनु भएको छ भने मलाई कमेन्ट गर्नुहोस् या मलाई मेसेज गर्दा पनि हुन्छ।